यो चाहिँ 2081 सोधिएको प्रश्न हो आरसिसीमा। यसमा चाहिँ भनेको छ फाइन्ड मोमेन्ट अफ रेसिस्टेन्स अफ आरसिसी बिम 300 mm into 500 mm effective depth is reinforced with 3 bars of 16 mm. Use M20 concrete and FE 415 स्टिल इज युज्ड भनेको। यसमा चाहिँ हामीले अब यतिखेर क्वेसनमा के छ भनेर गिभेनमा लेख्नुपर्छ। 300 यहाँ चाहिँ ब्रेथ चाहिँ दिएको छ 300 mm। त्यसपछि इफेक्टिभ डेप्थ हाम्रो छ 500 mm। अनि नम्बर अफ बार 3वटा छ बार। अनि साइज अफ बार चाहिँ 16 mm छ, यहाँ 16 mm डाया। अनि यहाँ कभर दिएको छैन, त्यो यसमा इफेक्टिभ डेप्थ अलरेडी दिएको छ, त्यही भएर यसमा नभन्दा पनि हुन्छ, तर यहाँ मैले मानेको छु 50 mm। अब यति लेखेपछि हामीलाई सेक्सन बनाउनुपर्छ, सेक्सनको फिगर बनाउनुपर्छ। त्यसको लागि सबभन्दा पहिला हामीलाई हेर्नुपर्छ नम्बर अफ बार्स कतिवटा छ अनि त्यसको साइज कति छ भनेर। यसमा 3वटा बार्स अनि 16 mm को एउटै साइडमा भएकोले यो सिङ्गली बिम भयो। सिङ्गली बिममा चाहिँ हामीले अब सेक्सन बनाएर यो सेक्सन भयो। अनि यो सेक्सनमा चाहिँ हामीलाई ब्रेथ डेप्थ इफेक्टिभ डेप्थ लेखिसकेपछि 3वटा बार्स बनाइदिने अनि त्यो चाहिँ त्यसको साइज लेखिदिने। अब यहाँ 3वटा 16 mm छ भनेर यहाँ 3वटा 16 mm लेखेको छु। अब एफसीके भनेको कहाँबाट आयो भने यो चाहिँ आइएस कोडको 456/2000 कोड जुन छ त्यसको पेज नम्बर 16मा रहेको छ। यो भ्याल्यु चाहिँ कङ्क्रिटको ग्रेडमा डिपेन्ड गर्छ। यहाँ चाहिँ M20 भएकोले M20 अनुसारको यो 20 न्युटन पर mm² भएको छ। अनि एफवाई चाहिँ यो स्टिलको ग्रेड 415 भएकोले यहाँ चाहिँ 415 न्युटन पर mm² भएको हो। अब हामीलाई चाहिँ एरिया अफ स्टिल निकाल्नुपर्छ। एरिया अफ स्टिल निकाल्ने फर्मुला πd²/4 हो। अब भ्याल्यु राख्दा चाहिँ डीको भ्याल्यु चाहिँ 16 mm छ। 16 mm राखेर क्यालकुलेट गर्दा 201.06 mm/² आउँछ। अनि त्यसपछि टु फाइन्ड सेकेन्ड स्टेपमा एक्चुअल डेप्थ अफ न्युट्रल एक्सिस भनेको एक्सयु फाइन्ड गर्नुपर्छ। एक्सयु फाइन्ड गर्ने फर्मुला यो हो, एक्सयु इक्वल टु 0.87 FY AST/0.36 FCKB। यो फर्मुला कहाँबाट आएको छ भन्ने आइएस कोड 456/2000 को पेज नम्बर 96मा रहेको छ। यो त्यसको भ्याल्यु पुट गर्दा 0.87 × 415 × 201.06/36 0.36 × 20 × 300 गर्दा यसलाई क्यालकुलेट गर्दा एक्सयु इक्वल टु 33.60 आउँछ। अब चाहिँ थर्ड स्टेपमा लाग्नुपर्छ। थर्ड स्टेपमा के निकाल्नुपर्छ भने यसको लिमिटिङ डेप्थ निकाल्नुपर्छ। टु फाइन्ड लिमिटिङ डेप्थ अफ न्युट्रल एक्सिस यानिको एक्सयु म्याक्स। एक्सयु म्याक्स चाहिँ कसरी दिएको हुन्छ भन्ने एक्सयु म्याक्स/डी यो चाहिँ 0.84 जुन छ यो भ्याल्यु FY 415 को लागि मात्रै हो। यो चाहिँ यो भ्याल्यु चाहिँ FY मा डिपेन्ड गर्छ। यो कोड आइएस कोड 456/2000 को पेज नम्बर 70मा दिएको रहेको छ। यसको लागि 0.48 भ्याल्यु छ, त्यही भएर एक्सयु म्याक्सलाई यहाँ निकाल्नको लागि डीले मल्टिप्लाई गर्दा एक्सयु म्याक्स इक्वल टु 0.48 डी हुन्छ। अब त्यसको डीको भ्याल्यु इफेक्टिभ डेप्थ हो यो। यसको भ्याल्यु राखेर क्यालकुलेट गर्दा 240 mm आउँछ। अनि एक्सयु अनि एक्सयु म्याक्स निकालिसकेपछि दुवैलाई कम्पेयर गर्नुपर्छ, अन्डर रेन्फोर्समेन्ट हो कि ओभर रेन्फोर्समेन्ट सेक्सन हो कि ब्यालेन्स सेक्सन हो भनेर। अब फोर्थमा त्यही गर्नुपर्छ, कम्पेयरिङ एक्सयु अनि एक्सयु म्याक्स। एक्सयु लेस देन एक्सयु म्याक्स रहेको छ, किनभने एक्सयु चाहिँ 33.60 मात्र रहेको थियो अनि एक्सयु म्याक्स चाहिँ 240 mm हो। त्यही भएर एक्सयु लेस देन एक्सयु म्याक्स
सो यो कुन सेक्सन भयो भने अन्डर एन्फोर्समेन्ट सेक्सन अफ बिम भयो। अब फोर्थमा चाहिँ हामीले मोमेन्ट अफ रेसिस्टेन्स निकाल्नुपर्छ। चाहिँ मोमेन्ट अफ रेसिस्टेन्स भनेको छ यसमा अरू पनि भन्न सक्छ अल्टिमेट मोमेन्ट अफ रेसिस्टेन्स अनि मोमेन्ट अफ रेसिस्टेन्स दुवै एउटै हो। त्यसको लागि एउटै फर्मुला हुन्छ, यो 0.87 FY AST ब्राकेट अन्डर D माइनस 0.42 XU। यो चाहिँ यो फर्मुला अलि सर्ट गरेर मल्टिप्लाईहरू डिभाइड गरेर यो फर्मुला आएको छ। यसैमा यो सानो भएकोले यसमा भ्यालु राख्छौँ 0.87 इन्टु 415 इन्टु 201.06 अनि ब्राकेट अन्डर 500, यो चाहिँ डी भनेको 500 दिएको छ अनि माइनस 0.42 इन्टु XU 33.60, यो चाहिँ XU रहेको छ हाम्रो निकालेको थियो। यसलाई क्यालकुलेट गर्दा चाहिँ यति आउँछ यसको भ्यालु। न्युटन पर एमएम, न्युटन पर एमएममा चाहिँ किन गयो भने यो चाहिँ एमयु जुन अल्टिमेट मोमेन्ट अफ रेसिस्टेन्सको यो चाहिँ युनिट हो। अब यसलाई चाहिँ भ्यालु ठुलो भएकोले यसलाई सानो गर्छौँ। सानो गर्नको लागि हामीले यसलाई चाहिँ यसरी लेख्न सक्छौँ एमयु इक्वल टु 35.27 इन्टु 10⁶। यो चाहिँ 10⁶ ले फेरि यसलाई मल्टिप्लाई गर्दा यति नै आउँछ। त्यही यो भ्यालुलाई सानो गर्नको लागि यतिमा आयो, यति लेख्यौँ। अनि यति लेखिसकेपछि हामीले किलो न्युटन पर मिटरमा यो भ्यालु गयो हाम्रो।